के तपाईँ बोल्दा कसैले मुख छोप्छ जस्तो लाग्छ? नजिकको मान्छे एक्कासी सर्छ? वा आफैले कहिलेकाहीँ मेरो मुखबाट गन्ध त आइरहेको छैन भन्ने शङ्का लाग्छ? अस्तिको भिडियोमा मुखको सास के कारणले गनाउँछ भनेर प्रश्न पारेको थिएँ। आज चाहिँ यसको उपचार र घरमै अपनाउन सकिने प्रभावकारी उपायहरूबारे प्रष्ट रूपमा बताउन गइरहेको छु। त्यसैले यो भिडियो अन्तिमसम्म हेरेर साथ दिनुहोला र फलो गरेर लाइक, कमेन्ट र सेयर पनि गर्न नभुल्नुहोला। हेलिटोसिस के हो? हेलिटोसिस भनेको लामो समयसम्म मुखबाट नराम्रो गन्ध आउनु हो। बिहान उठ्दा खाली पेटमा वा लसुन प्याज खाएपछि आउने गन्ध सामान्य हो, तर लगातार रूपमा दुर्गन्ध आइरहन्छ भने त्यसलाई हल्का रूपमा लिनु हुँदैन। अध्ययन अनुसार 80 देखि 90% केसमा मुखभित्रकै कारणले सास गनाउँछ, बाँकी 10 देखि 20% मात्र शरीरको अरू कारणले सास गनाउँछ। अब सुरु गरौँ। दुर्गन्धको स्रोत कसरी पत्ता लगाउने? सबैभन्दा पहिला बुझ्नुपर्ने कुरा दुर्गन्ध मुखबाट हो कि नाक घाँटीबाट। मुखबाट बढी गन्ध दाँत, जिब्रो र गिजाको समस्याले हुन्छ। नाकबाट बढी गन्ध साइनस, टन्सिल र ENT सम्बन्धी समस्याले हुन्छ। यसको उपचार सुरु हुन्छ बेसिक ओरल हाइजिन वा आधारभूत मुख सरसफाइबाट। हेलिटोसिस उपचारको आधार भनेको सही र नियमित मुख सरसफाइ हो। यसमा समावेश छन् दिनमा 2 पटक दाँत माझ्ने, फ्लस वा इन्टरडेन्टल ब्रस प्रयोग गर्ने। अध्ययनले देखाएको छ फ्लस प्रयोग गर्ने व्यक्तिमा मुखको गन्ध र गन्ध बनाउने रसायनहरू कम हुन्छन्, त्यसैले फ्लस प्रयोग गर्नु अत्यन्तै महत्त्वपूर्ण छ। जिब्रो सबैभन्दा लुकेको कारण, विशेष गरी जिब्रोको पछाडिको भागमा जम्मा भएका ब्याक्टेरियाले सल्फरयुक्त ग्यास उत्पादन गर्छन् जसले सास गनाउँछ। त्यसैले हरेक दिन जिब्रो सफा गर्ने, जिब्रो स्क्र्यापर वा नरम ब्रस प्रयोग गर्ने, पछाडिबाट अगाडितर्फ सफा गर्ने। थुक, सुक्खा मुख र च्युइङगम। थुकले मुखलाई प्राकृतिक रूपमा सफा गर्छ, तर जब शरीरमा पानी कम हुन्छ, राति सुत्दा, व्रत बस्दा वा सुक्खा मुखको समस्या हुँदा दुर्गन्ध झन बढ्छ। यसका लागि प्रशस्त पानी पिउने, सुगर फ्री वा जाइलिटोल च्युइङगम चपाउने, धुम्रपान र अल्कोहलयुक्त माउथवासबाट टाढा रहने। दीर्घ सुक्खा मुखमा डाक्टरको सल्लाह अनुसार सलाइभा स्टिमुलेन्ट वा स्प्रे प्रयोग गर्न सकिन्छ। माउथवास र औषधजन्य सहायक उपाय। केवल ब्रस र जिब्रो सफा गर्दा नपुगेमा अल्कोहल फ्री एन्टिमाइक्रोबियल माउथवास उपयोगी हुन्छ। विशेष गरी राति सुत्नु अघि प्रयोग गर्दा धेरै फाइदा हुन्छ, किनकि राति थुक कम हुन्छ र ब्याक्टेरिया सक्रिय हुन्छन्। डेन्चर, नक्कली दाँत, खानपान र गिजाको रोग। अन्य महत्त्वपूर्ण कारणहरू डेन्चर, नक्कली दाँत राम्रोसँग सफा नगर्नु, नक्कली दाँत राति नक्कली सुत्नु, अत्याधिक प्रोटिनयुक्त खाना, गिजाको रोग, पेरिओडन्टाइटिस र दाँतमा किरा, यी सबैले मुखबाट दुर्गन्ध बढाउँछन्। त्यसैले नियमित डेन्टल चेकअप गर्नु अत्यावश्यक हुन्छ। टन्सिल र ENT कारणहरू। यदि घाँटीबाट सेतो दाना निस्कन्छ, बारम्बार घाँटी दुख्छ, मुख सरसफाइ राम्रो हुँदाहुँदै पनि दुर्गन्ध रहिरहन्छ भने टन्सिल स्टोन वा पुरानो सङ्क्रमण हुन सक्छ। यस्तो अवस्थामा ENT डाक्टरको सल्लाह लिनुहोस्। यसरी सबै उपाय अपनाउँदा पनि सास गनाउने समस्या समाधान भएन भने सिस्टमिक रोग, औषधिको असर र अन्य कारण खोज्नुपर्छ। आजले स्वास्थ्य सन्देश यति नै। फेरि अर्को स्वास्थ्य सन्देशको बसाइमा भेटौँला। धन्यवाद।